सबै सहयोगका कमरेडहरू र यो संक्षिप्त भेटघाट र अन्तर्क्रिया कार्यक्रममा उपस्थित सबै आदरणीय जनसमुदाय र बुद्धिजीवी व्यापारी अन्य कृषक साथीहरू, म सिमरौनगढमा अघि हाम्रो एकजना किसान साथीले भन्नुभयो यो दोस्रो पटक भएर, तर मेरो यो तेस्रो पटक हो। म योभन्दा पहिला 2 पटक सिमरौनगढ आएको छु। एकचोटि चुनावको बेलामा, एकचोटि एकजना किसानको हत्या भएपछि त्यो हत्याको सन्दर्भमा, र अहिले तेस्रो पटक म सिमरौनगढमा आएको छु। र यो पटक पहिलाको भन्दा भिन्न रूपमा, भिन्न मिसनमा, भिन्न उद्देश्यका साथ म मात्रै होइन, हाम्रो पार्टीका धेरै नेता साथीहरू, पदाधिकारीहरू पनि तपाईहरुको अगाडि उपस्थित छौँ। हामी एउटा अभियान अन्तर्गत छौँ भन्ने कुरा तपाईहरुले थाहा पाइसक्नु भएको छ। हामी हुलाकी मार्ग केन्द्रित भएर झापादेखि कञ्चनपुरसम्म नेपालको दक्षिण भागमा बस्ने राज्यद्वारा सबभन्दा उपेक्षित जनसमुदायसँग प्रत्यक्ष संवाद गर्ने, उहाँका समस्याहरू एकचोटि राम्रोसँग सुन्ने, बुझ्ने, यहाँको विकासका सम्भावनाहरूको पनि खोजी गर्ने, यहाँको सबै पर्यटकीय स्थलहरूको पनि अवलोकन गर्ने, धार्मिक, पौराणिक, पुरातात्विक स्थलहरूको पनि अवलोकन गर्ने काम हामीले गर्दै समग्रमा यस क्षेत्रका जनताको समस्यालाई राष्ट्रिय रूपमा मुद्दा पनि बनाउने, समाधानको पहल पनि गर्ने भन्ने उद्देश्यका साथ हामी आएका छौँ। बारा जिल्लामा हाम्रो यो अभियान सिमरौनगढबाटै सुरु गरिएको छ। हिजो बेलुका हामी सिमरौनगढमै हाम्रो महान शहीद परिवारकै घरमा हामी बस्यौँ, त्यहीँ खायौँ र अहिले मर्निङ वाक भन्दै जनताका कुराहरू पनि हामी सुन्दै हिँडेका छौँ। खालि विशुद्ध मर्निङ वाक मात्रै हाम्रो हुने गरेको छैन। त्यो क्रममा जहाँ हामी जान्छौँ त्यस क्षेत्रका जनताका के समस्या छन्, विकासका के समस्या छन्, शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, यो सबै विषयमा पनि बुझ्ने काम पनि हामीले जनताकै मुखबाट गर्दै आएका छौँ। आज यहाँ यो ऐतिहासिक, पौराणिक, पुरातात्विक स्थलमा तपाईहरुसँग यो संक्षिप्त अन्तर्क्रिया भयो, खुसी लागेको छ। पक्कै पनि सिमरौनगढ एउटा ऐतिहासिक स्थल हो भन्ने कुरामा कसैलाई शङ्का छैन। एक पटक यो मिथिलाको पनि केन्द्र बनेको सिमरौनगढ इतिहासमा व्यापार व्यवसायको दृष्टिकोणले पनि, राज्य सञ्चालन, प्रशासन सञ्चालनको दृष्टिकोणले पनि नेपालमा एउटा साँच्चै गर्व गर्न लायक ठाउँ हो सिमरौनगढ। तपाईहरुले भने जस्तै, तर यो सिमरौनगढलाई अन्तर्राष्ट्रिय चाहिँ रूपमा पनि एउटा विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने कुरा, यसको संरक्षण संवर्धन गरेर यसलाई एउटा ऐतिहासिक, पुरातात्विक महत्त्वको पर्यटकीय स्थलको निम्ति विकास गर्ने कुरा पक्कै पनि पछि परेकै छ। आज म र हाम्रो नेतृत्वको सिङ्गै टिम हामी अगाडि पनि हामीले शिव मन्दिरको अगाडिको त्यो तलाउ के अरे पोखरी पनि हामी हेऱ्यौँ, त्यसको महत्त्वको बारेमा पनि। आज यो दरबारको पनि हामीले प्रत्यक्ष अवलोकन हामी सबैले गऱ्यौँ। र एउटा कुरा के हो भने, पछिल्लो पटक सरकारको नेतृत्व गर्दै गर्दा केही न केही संरक्षण हुनुपर्छ भनेर अहिले जे काम हुन थालेको छ त्यसमा हाम्रो भूमिका छ, तर त्यो पुगेको छैन, त्यो कुरा बुझिएकै छ। त्यसकारण यो पटकको अवलोकन भ्रमणपछि सिमरौनगढलाई एउटा त युनेस्कोमा नेपाल सरकारले, नेपालको सम्बन्धित निकायले पत्राचार गरेर यसलाई विश्व सम्पदा सूचीमा राख्ने आवश्यक छ भन्ने मलाई लागेको छ। र म तपाईहरुको अगाडि के विश्वास दिलाउँछु भने त्यसको निम्ति हाम्रो तर्फबाट पहल हुन्छ। एउटा त विश्व सम्पदा सूचीमा यसलाई सूचीकृत गर्न सकियो भने त्यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा यसको विकास, संरक्षण र संवर्धनको निम्ति महत्त्वपूर्ण भूमिका खेल्न सक्दछ। त्यसको साथै नेपाल सरकारको तर्फबाट ध्यान दिनुपर्ने कुराहरू, यसको संरक्षण र संवर्धनमा राज्यले
पर्याप्त बजेटको व्यवस्था गर्ने कुरा र त्यसको निम्ति चाहिँ पहल गर्ने कुरा पनि धेरै महत्त्वपूर्ण छ भन्ने हामीलाई लागेको छ। त्यसकारण त्यसको निम्ति पनि हाम्रो ठाउँबाट हामी पहल गर्नेछौँ। यहाँ मात्रै होइन, हामीले यो अभियान सुरु गरेदेखि किचक बन्धमा गएर हेरियो झापामा, त्यसको पनि एउटा ऐतिहासिक पौराणिक महत्त्व छ भनेर हामीले भन्यौँ पनि। अन्य ठाउँमा पनि हामीले देशको सबभन्दा होचो भूभागलाई हामीले कसरी सदुपयोग गर्न सकिन्छ कटन कवललाई भन्ने कुरा पनि हामीले त्यहाँ चर्चा गऱ्यौँ। आज त झन् यो सिम्रौनगढ नेपालको ऐतिहासिक पुरातात्विक महत्त्वको यति ठुलो केन्द्रलाई राज्यले विकास गर्नमा जो ध्यान पुगेको छैन, यो गम्भीर विषय हो भन्ने हामीलाई महसुस भएको छ। अहिले मैले धेरै भन्ने भन्दा पनि यसको विकासको निम्ति हाम्रो ठाउँबाट हामीले यस क्षेत्रकै जनताका समस्या समाधानको निम्ति जे भनेका छौँ त्यो कार्यसूचीमा हामी राख्छौँ। दोस्रो कुरा, यो क्षेत्र कृषिको विकासको निम्ति पनि एउटा महत्त्वपूर्ण क्षेत्र हो। तरकारी बाली हामीले यहाँ बजार पनि अवलोकन गऱ्यौँ। तरकारी बजार यहाँबाट काठमाडौँसम्म जाने गरेको छ। मैले यहाँ गोलबनाको मूल्य पनि सोधेँ यहाँ व्यापारीहरूसँग, कतिमा बेच्नुहुन्छ भनेर। 5 रुपियाँ किलो। काठमाडौँमा कति छ भन्दा 25, 30, 40 भनेपछि कति धेरै अन्तर छ भने किसानहरूलाई चाहिँ बजारीकरणको उचित व्यवस्था नहुँदा मारमा पर्ने किसान, सबभन्दा चाहिँ नाफा लिने बिचौलिया अनि उपभोक्ता पनि मारमा पर्ने जो सिस्टम छ यसलाई बदल्न जरुरी छ भन्ने महसुस पनि हामीले गरेका छौँ। कृषि उपजको सही बजारीकरण अनि उपयुक्त मौसममा कम्तीमा पनि कोल्ड स्टोर भइदियो भने बजार घटेको बेलामा कोल्ड स्टोरमा राख्ने अनि बजारमा माग बढेपछि त्यसलाई बजारमा पुर्याउने तरिका अपनाउन जरुरी छ। यहाँ एउटा कोल्ड स्टोरको आवश्यकता छ भन्ने तपाईहरुको भनाइलाई पनि हामीले रियलाइज गर्छौं र त्यसको निम्ति के गर्न सकिन्छ हामी गर्छौं नै। हिजो हामी शहीद परिवारको घरमा बस्यौं, बेलुका माछाको बारेमा बढी चर्चा भयो। यद्यपि यसलाई माछाको सुपर जोन बनाउने निर्णय मैले नै गराएको थिएँ। बारा जिल्लाको समरौनगढ एरिया यसलाई सुपर जोन माछाको लागि भन्ने निर्णय गराएको थिएँ र त्यसले के कति प्रगति भयो भनेर हाम्रो शहीद परिवार पनि माछा पालन व्यवसायमा लाग्नु भएको रहेछ र मैले विस्तारपूर्वक बुझ्ने मौका पाएँ। त्यसकारण र त्यसैगरी अन्य तरकारी बालीको सन्दर्भमा मैले भनिहालेँ र अब व्यवसायको हिसाबले जो उद्योग वाणिज्य सङ्घको साथीले राख्नु भएको छ, व्यवसायको दृष्टिकोणले यहाँ सबभन्दा बढी आवश्यक भनेको भन्सार नै हो। यहाँ एउटा व्यवस्थित भन्सार र त्यहाँबाट चाहिँ आवत जावत हुने व्यापार व्यवसाय हुने परिस्थिति बन्यो भने सिम्रौनगढको व्यवसायको विकासको निम्ति महत्त्वपूर्ण हुन्छ भन्ने हामीलाई विश्वास लागेको छ। जे भए पनि यो पटक हाम्रो नेपालको दक्षिण भागमा हुलाकी मार्ग वरिपरि बस्ने सबै जनताका समस्यालाई सही ढङ्गले बुझ्नु, समाधानको निम्ति राष्ट्रिय रूपमा पहल कदमी लिनु हाम्रो मुख्य उद्देश्य हो। आजको यो संक्षिप्त भेटघाट र अन्तर्संवादले हामीलाई अझ बढी तपाईहरुको समस्या बुझ्न मद्दत गरेको छ र थोरै कुरा केही साथीहरूले राष्ट्रिय राजनीतिको पनि राख्नुभयो। म अहिले राष्ट्रिय राजनीतिबारे धेरै भन्न त चाहन्न, अरू पनि कार्यक्रमहरू छन्, त्यति बेला हाम्रा अरू नेता साथीहरू पनि हामी पनि त्यहाँ विस्तारपूर्वक राखौँला। तर अघि एक पूर्व गाविस अध्यक्षले मलाई लेखेर पनि दिनुभएको छ। उहाँले भनेको कुरामा मैले अरू धेरै केही भन्नु छैन, उहाँले आफूलाई लागेको कुरा राख्नुभयो। एउटा भाषा नेपालमा आजभोलि चलेको छ क्या, अब चलेको छ। त्यो कस्तो चलेको छ भने भएभरका नेताहरू सबै एकै नासे हुन्, कसैले राम्रो गरेका छैन भन्ने भाषा बनाउन खोजिएको छ। त्यो अलिकति सरकारले गरेका गलत काम कारबाहीका कारणले जनतामा निराशा पैदा भएर पनि त्यस्तो भाषा बनेको छ।
अलिकति केही प्रतिक्रियावादी र प्रतिगामी शक्तिहरूले जानी बुझी सबै नेताहरू उस्तै हुन् भनेर नेताप्रति घृणा फैलाउने, पार्टीप्रति घृणा फैलाउने र सामन्ती निरङ्कुशतातिर फेरि देशलाई फर्काउने दुस्साहस पनि भएको छ। म तपाईँ सबै साथीहरूलाई यो कुरा गहिरो गरी विचार गर्न अनुरोध गर्न चाहन्छु। सबै त्यस्ता होइनन्। के तपाईँहरूले भन्न सक्नुहुन्छ पछिल्लो पटक मैले 18 महिना नेपाल सरकारको नेतृत्व गर्दा भ्रष्टाचारका विरुद्ध जुन अभियान चलाएको थिएँ अरूले पनि चलाइरहेका छन्। अनि भ्रष्टाचार नियन्त्रण गरेर जनताको पक्षमा सुशासन दिन अभियानै चलाउने सरकार हो। भ्रष्टाचार बचाउनको लागि भ्रष्टाचारीलाई संरक्षण गर्ने नेता एउटै हुन्, सबै उस्तै हुन् त? यो भयो भन्दा राम्रो काम गर्ने नेतामाथि र पार्टीमाथि त ठुलो अन्याय हुने भयो नि। यस्तो चाहिँ हुन हुँदैन। तपाईहरुलाई थाहा छ सुशासनको पक्षमा अनि सामाजिक विभेदका विरुद्ध र सामाजिक न्यायका पक्षमा काम गर्दा गर्दै मिटर ब्याज पीडितका विरुद्धमा ऐन कसले बनायो? संरचना बनाएर उनीहरूलाई न्याय दिने कामको सुरुवात कसले गर्यो? त्यो गर्ने र फेरि मिटर ब्याजीहरूकै पक्षमा जाने सरकार र नेताहरू एउटै हुन् त? त्यो पनि न्यायपूर्ण भएन। त्यो व्याख्या पनि हुँदैन। तपाईको यही सिमरौनगढकै कुरा गर्ने हो भने मैले फास्ट ट्र्याक छिटोभन्दा छिटो बनोस् र फास्ट ट्र्याक छिटो बन्यो भने यस क्षेत्रका जनताको आर्थिक जीवनमा एउटा क्रान्ति आउँछ भनेर मैले आफैले शिलान्यास गरेको पनि तपाईहरुले देख्नु भएको छ निजगढमा, हैन? अहिले सिमरौनगढकै लागि भनेर मालपोत कार्यालय, इलाका प्रशासन कार्यालय, नापी कार्यालय यो सबै माओवादी केन्द्रले ल्याएको भन्ने तपाईहरुलाई थाहा छ कि छैन? हाम्रै पालामा सिमरौनगढको जनताको हितको निम्ति आवश्यक छ भनेर पहल गरिएको र यो पहल गर्न नमान्ने उस्तै हुन्छ भन्दा त्यो पनि होइन। अहिले हाम्रो जोड के छ? तामाङगढी र सिमरौनगढ जोड्ने बाटो छिटोभन्दा छिटो बनोस् भन्नेमा हाम्रो जोड बल छ र अनि निजगढ अन्तर्राष्ट्रिय चाहिँ हवाई अड्डा बनाउने बारेमा पटक पटक हामीले प्रत्यक्ष फिल्ड अवलोकन गर्नेदेखि त्यो प्रक्रिया अगाडि बढाउन बल गरिएको छ। अनि नागरिकता समस्या समाधान गर्न ऐन बनाएर समाधानको प्रक्रिया सुरु गर्ने पार्टी, नेता, सरकार हो। त्यसलाई रोक्न खोज्ने उस्तै हुन्छ भन्दा यो सबै उस्तै भन्ने भाष्य ठीक छैन भन्ने मेरो तपाईहरुसँग अनुरोध छ। अनि अहिले हामी फेरि सरकारमा हुँदा भ्रष्टाचारका विरुद्ध, सुशासनका पक्षमा, सामाजिक न्यायका पक्षमा, सामाजिक विभेदका विरुद्ध लडाईँ लड्दै अनि आर्थिक रूपले जनताका समस्या समाधान गर्न कदम कदम हामीले कदम चालेको, अन्तर्राष्ट्रिय सम्बन्ध राम्रो भएको थियो। तपाईहरुलाई थाहा छ नि, म प्रधानमन्त्री हुँदा भारतसँग कति राम्रो सहमतिहरू भएका छन्। अन्तर्राष्ट्रिय स्तरका ऐतिहासिक महत्त्वका सहमति भएका छन् भारत सरकारसँग। अब अहिले मलाई व्याख्या गर्ने समय छैन। चीनसँग त्यसै गरी, राष्ट्रसङ्घदेखि जताकतै इटाली या सबैतिर यति राम्रो भएको परराष्ट्र सम्बन्ध अहिले भत्किएर अहिलेको सरकार आउँदा लथालिङ्ग भताभुङ्ग भएको छ। उस्तै हो सबै। तपाईहरु जस्तो जनताका प्रतिनिधिहरूले उस्तै उस्तै हुन् भनिदिनु भयो भन्दा जनता त भ्रमित हुन्छन्। राम्रो गर्न खोज्नेलाई राम्रो गर्न खोजेको भन्न त पर्यो, भनिदिन पर्यो। तपाईहरुप्रति गुनासो होइन मैले हामीले गर्न खोजेको कुरा। र अहिले यो अभियान जो पूर्वदेखि पश्चिमसम्म हामी चलाउँदैछौँ तपाईहरुकै समस्या समाधान गर्नको निम्ति। मैले यो हुलाकी मार्गसँग पनि हाम्रो गहिरो सम्बन्ध छ। तपाईहरुलाई थाहा छ कि छैन, रोकिएको थियो हुलाकी मार्ग निर्माणको सम्पूर्ण प्रक्रिया। मैले नै दोस्रो पटक प्रधानमन्त्री हुँदा भारत सरकारसँग, प्रधानमन्त्री नरेन्द्र मोदीसँग गम्भीर ढङ्गले छलफल गरेपछि निर्माण प्रक्रिया सुरु भएको हो, नत्र लथालिङ्ग थियो भन्ने कुरा पनि तपाईहरुलाई थाहा होला। त्यसकारण हाम्रो माओवादी केन्द्रको यो हुलाकी मार्गसँग गहिरो राजनैतिक पनि भावनात्मक सम्बन्ध छ। यो तपाईँ हाम्रो लागि, यस क्षेत्रको जनताको लागि लाइफलाइन हो, जीवन मार्ग हो। यो बाटो सम्पन्न हुँदा अहिले पनि थुप्रै पुलहरू बन्न बाँकी छ।
कयौं ठाउँमा अझै निर्माण प्रक्रिया अगाडि अझै बढिसकेको छैन। तर यो दक्षिण भेगमा बस्ने आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम लगायत तपाईँ हामी सबैको लागि एउटा जीवन रेखा हो। त्यसकारण माओवादीले नै बल गरेर यो निर्माण प्रक्रिया अगाडि बढ्यो। अहिले हामीलाई खुसी छ, हामी त्यही मार्गमा गाडी चढेर तपाईहरुसँग भेट्दै तपाईहरुका कुरा सुन्दै हिँड्ने मौका पाएका छौँ। यो कुरा पनि तपाईहरुले बुझ्दिनु पर्यो र अन्तिममा अब सबै धेरैभन्दा लामो भाषण भइहाल्छ फेरि, यो तपाईहरुले बुझ्दिनु पर्यो भन्ने कुरा हो। हामी आज त्यत्तिकै सिमरन गरेर आएको होइनौँ। यो पटक हामी सबै जनताको कयौं त घर घरमा नै पसेका छौँ। हामी कस्तो छ स्थिति भनेर धुले बाटो देख्यौँ, हामीले धुलो खाँदै हिँडेका पनि छौँ। त्यसो भएर यहाँको विकासको निम्ति हेर्नु होला, माओवादी केन्द्र नै यहाँको भौतिक पूर्वाधारको विकासको निम्ति, यहाँको ऐतिहासिक र यो पुरातात्विक महत्त्वको यसको संरक्षण र सम्वर्धनको लागि, विश्व सूचीमा राख्नको लागि, यहाँको माछा, तरकारी र कृषि उत्पादनको व्यवस्थापनको लागि माओवादी केन्द्र नै अगाडि बढ्नेछ। तपाईहरुको साथ सहयोग चाहिन्छ, यो अपिल म तपाईहरुलाई गर्न चाहन्छु। र यस क्षेत्रका जनताको अब यस क्षेत्रको चाहिँ समग्र विकासको कुरा गर्दै गर्दा म तपाईहरुसँग एउटा अनुरोध के पनि गर्न चाहन्छु भने, हामीले मधेसी जनताको आत्मसम्मान, मधेसी जनताको पहिचान र अधिकारको निम्ति सबभन्दा बढी बलिदान त्याग गरेको माओवादी केन्द्रले नै हो। म यति भन्छु, 1300 मधेसी जनताका छोराछोरीले बलिदान गरेपछि मात्रै संविधान सभा र संघीय लोकतान्त्रिक गणतन्त्र भएको हो। जनयुद्ध र शान्ति सम्झौतापछि जन्मेका केही पार्टीहरूसँग हाम्रो अहिले गुनासो त छैन, तर तपाईहरुलाई लाग्यो मधेसवादी भन्ने नै हाम्रो हित गर्ने पार्टी होला भन्ने ठान्नु भयो यो बीचमा। त्यसको परिणाम के भयो तपाईहरुले नै बुझ्नु भएको छ। म बढी भन्न चाहन्न, मुख्यमन्त्रीहरूले के गरे, मन्त्रीहरूले के गरे गरेनन् भन्ने कुरा तपाईहरुलाई नै बढी थाहा छ। तर म के चाहिँ भन्छु भने, अहिले मधेसी जनताले जे जति पहिचान अधिकार प्राप्त गरेको छ त्यसको पछाडि हाम्रो दाबी के हो भने, माओवादी जनयुद्ध र ती हजारौं शहीदहरूको रगत बगेपछि नै हो, शान्ति सम्झौतापछि जन्मेका पार्टीहरूले गरेको हो भन्ने भ्रमबाट हामी सबै मुक्त हुनुपर्छ भनेर म तपाईहरुलाई अपिल गर्न चाहन्छु। हामी एकचोटि फेरि तपाईहरुसँग जोडिन आएका छौँ। 64 मा झन्डै तराई मधेस माओवादीमय भइसकेका थियो। अनेक षड्यन्त्र भए, अनेक जालझेल भए, मधेसी जनता र माओवादीलाई अलग्याउनको लागि के भए, धेरै भए। अति धेरै कथाहरू आज यो कार्यक्रममा मैले भन्न सम्भव पनि छैन, सायद आवश्यक पनि छैन, तर धेरै भए। अब बिस्तारै फेरि माओवादी र मधेसी जनताको बीचमा गहिरो हार्दिक सम्बन्ध बन्दैछ यो हुलाकी मार्गवाला अभियानसँगै तपाईहरुका कुरा सुन्दै जाँदा। र मलाई विश्वास छ आउने दिनमा हामी यस क्षेत्रको विकासको निम्ति आफ्नो सम्पूर्ण तागत लगाउनेछौँ र तपाईहरुले पनि आफ्नो असली हित र आफ्नो विकास समृद्धिको यात्रामा सबभन्दा नजिकको मित्र शक्ति भने पनि, छोराछोरी भने पनि माओवादी नै हो भनेर तपाईहरुले बुझिदिनु होला। यही अपिल सहित एउटा राजनीतिक प्रश्न पनि तपाईहरुले गर्नु भएको थियो। दुईटा कुरामा हाम्रो राजनीतिक रूपमा अहिले पनि भनाइ के छ भने, यो देशमा राजनीतिक स्थिरता कायम गर्न र विकासलाई गति दिनको लागि शासकीय स्वरूप बदल्नै पर्छ भन्ने छ हाम्रो। पहिला पनि हामीले संविधान सभामा भिन्न मत राखेका थियौँ, नोट अफ डिसेन्ट। त्यसकारण यहाँ हुनुपर्छ प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, अनि मात्रै देशमा 5 वर्ष राजनीतिक स्थायित्व हुन सक्छ। त्यति बेला भनेको हामी अब संविधान संशोधनको कुरा उठेका सन्दर्भमा हामीलाई राइट छ, माओवादीलाई नै त्यो अधिकार छ यो विषय उठाउने भनेर हामीले उठाइराखेका छौँ भने, अब नेपाल त बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधता, भौगोलिक विविधता सहितको देश हो।
यहाँ सबैको सही समुचित प्रतिनिधित्व हुनको लागि पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्छ, ताकि सबै जनताले आफूले सम्पूर्ण रूपले आफ्नो प्रतिनिधित्व भएको महसुस गरोस् भनेर पनि हामीले भनेका छौँ। र यो पटक मैले पार्लियामेन्टमा पनि र अन्य कार्यक्रममा पनि भनेको छु, तपाईँहरूको अगाडि भन्छु। के कुरा भने जनसङ्ख्याको दृष्टिकोणले सबभन्दा बढी तराई मधेसमा छन्, तर बजेट विनियोजनको दृष्टिकोणले सबभन्दा कम तराई मधेसमा छ। यो अन्याय अब सहन हुँदैन, यसलाई हामीले समानतामा लानै पर्छ भन्नेतिर हाम्रो जोड छ। आदरणीय जनसमुदाय, तपाईँहरूको साथ सहयोग भयो भने यो लडाइँ हामी जित्छौँ। यो लडाइँ हामी जित्छौँ, हामीले यो लडाइँ जित्नै पर्छ भन्ने हामीलाई लागेको छ। मैले पछिल्लो पटक चाहिँ बजेट बनाउँदा नीति कार्यक्रम बनाउँदा कृषिलाई आधार बनाउनु पर्यो, मुख्य बेस बनाउनु पर्यो र विज्ञान प्रविधिलाई नेतृत्व गर्ने बनाउनु पर्यो र मात्रै यो देशमा छिटो विकास हुन्छ भनेर भनेको पनि तपाईँहरूले सुन्नुभएकै होला। फेरि पनि तपाईँहरूले ध्यानपूर्वक सुन्नुभयो। तपाईँहरूले आफ्ना जिज्ञासा, प्रश्न, गुनासा, टिप्पणी राख्नुभयो। तपाईँहरू सबैलाई धन्यवाद भन्दै म बिदा हुन्छु। धन्यवाद। अभिवादन।